नानी कति बजी खानु अनि ग्रिल गर्नु अनि नानी कति बजी खाना हो यो 3 बजेको अनि बिहान त फेरि कति बजी थियो बिहान 10 बजी फेरि पहिला एकचोटि खानु भएको थियो त्यस पछाडि कति 12 बजी एकचोटि है दुईचोटि भयो फेरि यो 3 बजी खानु भएको छ उहाँले 3 सा भइसकेको छ त्यो पनि मासु र भात यहाँ हेर्न सक्नुहुन्छ यहाँ मासु पनि छ थालमा हेर्न न देखिन्छ भने हात छोपे छ यसले मासु नदिएर यो त रुएर खाने खाना मानेन त्यही भएर मासु उहाँले चाहिँ बढी हामीले एकचोटि मासु खाएको उसले 3 चोटि खाइसक्यो यस्तो खालको मान्छे चाहिँ हाम्रो नेपालमा हेर्न सक्नुहुन्छ यसले नि बजाएको है यसले बजाएको थाल चाहिँ यो हो यो चाहिँ